आज चाहिँ हामी चाहिँ टपरी बुन्नु आमाले टपरी बुन्नु हुँदैछ। त्यो अलिक लुगा चाहिँ गरेर बस्नु नि हौ मिलाएर। लुगा न फाटा दुगुर छ लाटा यहाँ वाक्कै म टपरी बुन्ने मान्छे यहाँ यस्तो छ। टपरी बुन्ने यसको चाहिँ यहाँ नगर्न खाऊ टपरा है। टपरा भन्ने चाहिँ यस्तो हुन्छ। पहिलातिर चाहिँ बिहा बटुलो मरौमा चाहिँ टपरीमा दिन्थेन आमा प्रसादहरू होइन। यो चाहिँ दुना, यो चाहिँ सानो सानोहरू होइन। चामल फुल अक्षताहरू चढाउने चाहिँ यसमा, अनि टिकाहरू यसमा चाहिँ यो दुनामा गर्छ होइन। यस्तोमा चाहिँ गर्छ दुना भन्ने चाहिँ यस्तो हुन्छ। अनि टपरी चाहिँ यो अलिक ठुल्ठुलो प्रसादहरू राख्ने केहरू दिने मान्छेलाई दिने। पहिला चाहिँ उयो गर्थ्यो नि त, पहिला चाहिँ टपरीतिर बर्को पत्ताकोतिर टपरी बनाउँथ्यो। आजकल चाहिँ प्लेटहरूमा। ल म पनि आज चाहिँ दुना बनाउनु सिक्नु पर्यो कसरी बन्नु। कहाँ राखौँ म फोन, फेरि यो चल्नु आएछ यहाँ। झर्छ भाइ झर्छ फोन झर्छ भाइ झर्छ। अब म चाहिँ यहाँ शीतलमा चाहिँ साह्रै गर्मीमा यहाँ शीतलमा बसेर बनाउनु पऱ्यो टपरी। ल्याउनु न एउटा सिङ्का नि दिँदा एउटा खनेर गरी यहाँ आमाले मलाई सिकाउँदा नजाने ढौँडा गर्नु। हजुर जानेर अब हेर्नु त म कस्तो मजाले टक्कै बनाउँछु टपरी। के अरे दुना त्यो हटिन हो बिल्ली यतिको हुँदैन आमा। यो चाहिँ कहाँ छेर्नु यता नफर्का न उता फर्का भन्नाले मतलब यस्तो यसो पहिला नदोबारी नै यसो पार यसो यसो पार यसरी यसरी औँलाले यसरी थेपेर यसरी लु अनि यहाँबाट यसरी पक्रेर खिल यसरी 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 ए माथि दोब्रेकोमा पर्दैन। म चाहिँ माथि दोब्रेकोमा गर्दै थिएँ नि त त्यही कारणले। यहाँबाट आउँदा फेरि अर्कोपट्टिको आमाले मलाई यस्तो बनाउनु सिकाए। यो ट्राई गरेको कस्तो हुन्छ नि त यस्तो रहेछ। Cosa che ho vicino? बिर्सेँ मैले बिमा कस्तो सेटै नभएको। यस्तो रहेछ। मेरो भन्नु भएन। आमा हौ मलाई आएन हौ। अघि आएको थियो बिर्साइदियो आमाले।
नआउने रहेछ सा- सुन्दै सुन्दै भन्ने खोइ कस्तो झन् यसो भन न यसो र यसो भन न यसोरी भनेको यसोरी आउँदैन म साँच्ची किन नआएको आउँदैन लोदा रे हौ बिरालो बजा थिएँ म उता गएँ उतै यता आएँ यतै उठे नजानु नि दिमागले कामै गरेन जान्दैन रहेछ ह जान्दैन रहेछ ए एउटा मैले गाडी कुदाउनु जान्दैन खोइ दिनु नि अब एउटा दिनु नि अब लु यसमा एउटाले मात्रै हुन्छ कि अर्को एउटा हालौँ सिङ्गा पछि मैले त्यो घुमाउनै आएन हौ छे छे यो दि यता नफर्का न उता पछाडि फर्का